भनौँ छैन भनौँ छ भने जस्तो सिचुएसनमा परेपछि चाहिँ नि गाह्रो। हेलो गुड मर्निङ सेवाहरू नमस्ते वेलकम ब्याक टु माई पुनम योहाङ युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु। अनि आज चाहिँ म सधैँ चाहिँ छतबाट अनि घर अगाडिबाट भिडियो स्टार्ट गर्ने गर्थेँ। आज चाहिँ म सिँढीमा बसेर भिडियो स्टार्ट गर्दैछु साथीहरू। आज चाहिँ मैले कहाँ भिडियो स्टार्ट गर्दैछु देख्दै साथीहरू। म भन्छु नि किसानलाई केही गरे सुख छैन। हेर्नु न आलु त फलाइयो होइन, अब उयो गर्नु खान अब वर्षभरि खान भनेर फलाइन्छ नि त। आलु त फलाउनु हेर्नु न कुहिएर सबै यस्तो कुहिएर। अनि फेरि यो आलु कुहिएको भन्दा साह्रो बनाउने त सायद केही छैन होला, त्यस्तो साह्रो बनाउँछ साथीहरू। सबै बोरै कुहिएर। अहिलेको साल त फेरि कति छिटो आलु कुहिएको। पोहोर त कति मङ्सिर कहिले भने असार होइन, असोज कार्तिक मङ्सिरसम्म चाहिँ खाएको थियौँ नि पोहोर चाहिँ। अब अहिले चाहिँ हेर्नु न, अहिले त कहिले भदौसम्म पनि नपुग्ने पर्यो। यस्तो कुहिएपछि पुग्छ त होइन। अनि के गर्ने होला, मैले यस्तो उयोमा राख्ने गरेको थिएँ कि त्यस्तोमा नि कुहियो। अनि अहिले चाहिँ अब यस्तो उयोमा राख्दाखेरि कुहिँदैन कि भनेर यस्तो गर्ने गरी हेरेको, तर यहाँ पनि कुहियो क्या। अनि यो सुकाएर राखेको त हिजो अस्ति नै, तर सुकाएर राख्दा पनि झन् कुहियो। अब यो चाहिँ के गरेर राख्नु होला। अब भन्छु नि म किसानलाई केही गरे पनि सुख छैन भनेर। बरु त किनेर खायो, 4-5 केजी ल्यायो, 9-10 दिन खायो, फेरि ल्यायो, त्यसो गरेर खानु बेच्ने होइन। यसरी गरेर सबै कुहिएर जानुभन्दा त त्यसो गर्दा बरु मन त शान्त हुन्छ होला नि किनेर खाएपछि होइन। अनि यसरी कुहिँदाखेरि त मरि गऱ्यो, वर्षभरि खानु भनेर गऱ्यो, अनि लास्टमा सबै कुहिन्छ। के गर्नु त नि, के खानु त नि। हेर्नु है, म अब यो बोरा उता लडाउँछु कति चाहिँ कुहिएर रहेछ। साथीहरू हामी चाहिँ ब्याड राख्न हिँडेको होइन। पानी चाहिँ अब पर्ला जस्तो गर्छ। पानी पऱ्यो भने गाँठो पार्छ। तर पनि अब आँट बोकेर हिँडेको साथीहरू, बिउ हाल्ने भनेर होइन। अब हेरौँ पानीले के गर्छ, भगवान् पानी नपरिदिए हुन्थ्यो। मौसम चाहिँ यस्तो छ हेर्नु न, पानी झर्न आँटेको छ। तर भए पनि हामी बिउ हाल्ने। मैले चाहिँ बिउ बोकेको छ, अनि बिउ बोकेर हिँडेको। अब हामी बिउ हान्ने। यहाँ चाहिँ यो चाहिँ काकीहरूको हो, हाम्रो चाहिँ तल बोरामा छ। अब त्यो बोराको चाहिँ हामीले हाल्नुपर्छ। सबै उम्रिसक्यो क्या, अनि पानी पनि पर्नु आँट्यो। के गर्ने, यो यस्तो भइसक्यो। आँच यस्तो भएछ। अनि अब यो कसरी हान्नु हो मम्मी? डल्ला हुँदैन मम्मी? हो मम्मी, डल्ला हुँदैन यो हान्दा? एउटा नि उयो ल्याएर एकछिन यसो पालमा लडाउँ त। बेलुका राति एउटै हो हाम्रो, बेलुका तपाईँहरूको राति एउटै हो। तपाईँहरूको दिउँसो हाम्रो बेलुका भिजाएको। तर पानी कम भयो है गुरुराज। यसरी पानी कम भयो भने त पानीले कुटाउने भुरकुट हुन्छ। सुकिसकेको छ। हाम्रो त यतिको चाहिँ भएको छैन। यी कोही नभिजेको यस्तो भयो। पानी मोटरको एकछिन हालौँ त। ए धमिलो जान्छ नि अब त। यताबाट बिस्तारै हाल्दिनु। त्यो पानी कुट्दाखेरि सबै गाँठो पर्छ। तर अहिले हान्दा चाहिँ ठिकै हुन्छ। अब पानी पर्दा चाहिँ गाँठो हुन्छ। तपाईँहरूले पानी धेर छ, ठिक्क हुन्छ पानी पर्दा पनि। यस्तो दिन्छ अनि नुहानु एकछिन भनेको नि। ए माइली काकी त आउँदिन भन्दै हुनुहुन्थ्यो त। अब बिउ त हान्नै पर्यो, के गर्नु।
कहाँबाट हान्नु हौ बिचमा सकेसम्म बिचमा हान्नुपर्छ अनि भरे त यता छेउछेउ हान्नु मिलाइहाल्छ हामी चाहिँ यसरी बिउ हान्छौँ साथीहरू हान्नुपर्छ यसरी बिउ चाहिँ हान्नुपर्छ होइन साथीहरू हाम्रोतिर चाहिँ यसरी हान्छौँ सबै बिउ उम्रेर यो चाहिँ बिउ राख्ने ठाउँ होइन यसो गरेर यसरी हान्दा यहाँ यसरी पुग्छ अब साङ्लो यो पानी चाहिँ साङ्लो बनाउनु पर्ने हुन्छ नि त अनि मात्रै साङ्लो बनाएपछि मात्रै यो देखिन्छ क्या यसरी हानेको नत्र देखिँदैन हानेको साथीहरू बिउ अब एकछिनमा हेर्नुहोस् ल म हानिसकेर देखाउँछु तपाईँहरूलाई 83 सालको ब्याड पनि हानिसक्यो बोजू 83 साल भगवानले के गर्छ भगवानको आँखा यस्तो छ यो किसानीलाई पानी केही गरे पनि भर छैन पानी पर्यो भने पनि कति धेरै पानी पर्यो पानी परेन नि पानी पर्दियोस् न अब अहिले पानी नै नपर्दैछ हे भगवान परमेश्वरी भगवान भनेर जप्दैछु तपाईँ त अब झर्नै लाग्यो हेर्नु न यहाँ बिजोक हाम्रो धान यस्तो छ अब यहाँ पानी पर्यो भने यो सबै गाँटो पर्छ अनि कति उम्रिन्छ कति उम्रिँदैन पछि बिउले पुग्दैन पानी नपर्दिए त हुने भनेको नि पर्दिन्छ साथीहरू टेन्सन आजको दिमाग खराब दिन खराब यस्तो छ हाम्रो बुढाबुढीको ब्याड नराख्दा पनि ढिलो भइसक्यो भिजाएको पनि 4 दिन भइसक्यो बिउ अनि यस्तो बिजुङ्गा आइसकिसक्यो अब हेर्नु न थाली त सक्यो पानी पर्न थाली त सक्यो अब उज्यालो हुँदैछ यता आउँदैछ त्यस्तै उज्यालो भइदिनु नि अनि त अघि कालो थियो त्यो कालो चाहिँ यता हाम्रोतिर आयो क्या हाम्रोतिर आयो कि तलतिर गयो माथिको पानी आउँदैन कि तलको पानी त आउँछ पो त यहाँ झापामा माथिको पानी आउँदैन तलको पानी आउँछ थाली त सक्यो इन्द्रदेव आज चाहिँ रोकिदेऊ पानी आज र भोलि मात्रै नपर्दिए त फेरि नहान्दा हुन्थ्यो नि आज बिउ उम्रेर हैरान भइसकिसक्यो फेरि ढिलो भइसकिसक्यो सधैँ 17-18 मा राखिन्थ्यो आज कति भयो बाबा 27 गते भइसकिसक्यो यतिखेर त यति लामो 4 इन्च लामो भइसक्यो त्यो पोत अब के गर्नु गाह्रो छ साथीहरू हामीलाई गरी खानुलाई यो किसानलाई कतैबाट पनि सहुलियत छैन गरी खानु हामीलाई के भने अस्ति एकदम धनी घरमा जन्माइदिनु नि हौ कि भने केही नभएकोमा जन्माइदिनु यो ठिक्कको यता पनि होइन उता पनि होइन हुँदाखेरि चाहिँ साह्रै टेन्सन हुन्छ क्या साथी छ भनौँ छैन भनौँ छ भने जस्तो सिचुएसनमा परेपछि चाहिँ नि गाह्रो हुन्छ अब यो नगरी खाउँ न त के गरौँ भन्दाखेरि अब बाँझै के राख्नु अनि अब धान नरोपौँ त भन्दा के रोप्नु अब खानु पर्यो फेरि कम्ता महँगो छैन चामल अनि खानै पर्यो अनि गर्नै पर्यो अब गरौँ त भन्दा यस्तो हुन्छ क्या धोका हुन्छ जेमा पनि अब पछि धान रोप्ने बेलामा पानी नै पो पर्दैन त कति टेन्सन हुन्छ अनि अहिले चाहिँ अब पानी हिजो अस्तिदेखि परिरहेको छ नि आज त नपर्नु नि त आज पनि थालो अनि टेन्सन यो किसानलाई त केही गरे पनि सुख छैन साथीहरू अब बिउ चाहिँ आजको लागि जोस गर्न चाहिँ गरियो तर अब यो नापिने कि ननापिने हो हुने कि नहुने हो अब फेरि भएन भने अब बिउ किन्नुमा परिन्छ पछि फेरि त्यही पनि किन्नु पनि पाए त हुने नि बेलामा पछि उनीहरूले रोपिसकेर पाइन्छ क्या अनि के काम भनेर गरेको खोइ अरे हो पानी नपरोस् भन्दै थालो त साथीहरू अब पर्ने त भयो त अब जे होला नि होइन अब बिना आँटले बोसो पाक्दैन भन्थे ऊ बेला बाजे बोजूले हो त्यस्तै बिना आँटले बोसो पाक्दैन अब जस्तो होला अब हामी त सक्यो अब जे होला होइन अब कस्तो हुन्छ पानीले के गर्छ जेसुकै गरोस् अब भगवानको हातमा छोडिदिएको हामी होइन जेसुकै होस् साथी हामी मात्रै होइन यहाँ बोजूहरूले पनि हान्दै हुनुहुन्छ सबैजनाले हान्दै हुनुहुन्छ नि के गर्नु अब नहानौँ भने नहुने गाह्रो छ हेलो कहिले फेरि अघिको
गाला दुई दुई गर्ने यसो गाला धुइदिनु गर्नु त पानी थापेर छिटो पानी पानी थापेर गाला धुइदिनु छिटो गाला दुई छिटो छिटो न गाला धुइदिनु गर्नु न पानी थापेर तामु होइन छिटो न डल्ल गाला धुइदिनु गर्नु त यहाँ मेरो गाला धुइदिनु गर्नु यहाँ यसो यसरी थितिनु गाला धुइदिनु गरिदिनु पानी थापेर हजुर पानी उता छ त अनि छिटो न थापो अनि मेरो गाला धुइदिनु गर्नु दुई दादाको पो यहाँ मेरो पो त मेरो दादा भनेको दादा हो सुपरम्यान आमा अब यता पनि मलाई छिटो पानी थापी गरेर ए बेच्चा पार्दै ठिक्क पार्दैछ अम्मै छिटो अनुहार धुने छिटो न यहाँ गाला धुरी गरिदिनु यहाँ मेरो फोहोर लागेको छ छिटो पानी ल्याएर थापेर पर पानी थाप अब यता धुइदिनु गुड आउनु भन न दादा छिटो दादा भन न आउनु छिटो यहाँ आउ गर्दा शुभेच्छा हेलो भन्नु हेलो गाइस साथी यहाँ सुन्नु न साथीहरू भन्नु साथी 83 सालको बिहार राखेर हामी सकेर हिँड्यौँ साथीहरू घरमा पानी परेर दिक्क भयो यस्तो अब बिउ यतिको पानीले त केही पनि गर्दैन बिउलाई होइन तर अब योभन्दा ठुलो पानी परिदियो भने चाहिँ दिमाग खराब हुन्छ गाँठो बनाइदिन्छ नपरोस् यहाँभन्दा ठुलो भन्नेको अब हेर्नु साथीहरू भगवान्ले कतिका साथ दिन्छन् होइन हामी किसानीलाई चाहिँ पिरै हुन्छ पानी परे पनि पिर नपरे पनि पिर होइन साथीहरू अब आजको भिडियो चाहिँ कस्तो भयो हेरेर साथ सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनुहोस् भन्दै बाई बाई अब अर्को भिडियोमा भेटौँला आजको लागि बाई बाई